बियाहरूले शरीरबाट खराब कोलेस्ट्रोल हटाउन र राम्रो कोलेस्ट्रोल सुधार गर्न मद्दत गर्छन्। आज हामी स्वास्थ्यका लागि फाइदाजनक खराब कोलेस्ट्रोल घटाउने 7 बियाको बारेमा कुरा गरौं। केही बियाहरू एक भन्दा बढी तरिकाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छन्। यी बियाहरूले राम्रो कोलेस्ट्रोल सुधार गर्न र शरीरबाट खराब कोलेस्ट्रोल हटाउन मद्दत गर्छन्। खराब कोलेस्ट्रोलले शरीरलाई एक भन्दा बढी तरिकाले असर गर्छ। खराब कोलेस्ट्रोल एक टाँसिने पदार्थ हो जुन धमनीहरूमा अड्किन्छ र रक्त प्रवाहमा बाधा पुर्याउँछ। फर्सीको बिया खराब कोलेस्ट्रोल कम गर्न लाभदायक हुन्छ। फर्सीको बिया खाँदा खराब कोलेस्ट्रोल कम हुन्छ र राम्रो कोलेस्ट्रोल बढ्छ। आलसको बिया ओमेगा 3 फ्याटी एसिडले भरिपूर्ण हुन्छ। यी बियाहरू खाँदा खराब कोलेस्ट्रोल कम हुन्छ र मुटुको स्वास्थ्यमा सुधार हुन्छ। चियाका बियाहरू फाइबरले भरिपूर्ण हुन्छन्। यो बोट बिरुवामा आधारित ओमेगा 3 को राम्रो स्रोत पनि हो। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। यी बियाहरूको सेवनले पाचन प्रणालीलाई कोलेस्ट्रोल अवशोषित गर्नबाट रोक्छ। सूर्यमुखीको बिया भिटामिन ई र मोनोअनस्याचुरेटेड फ्याटले भरिपूर्ण हुन्छ। यसले कोलेस्ट्रोल कम गर्छ। यी बियाहरू खाँदा लामो समयसम्म ऊर्जा प्रदान गर्दछ। तिलको बियाले खराब कोलेस्ट्रोल कम गर्छ। यसको सेवनले क्याल्सियम, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा प्रदान गर्छ। यी बियाहरूले धमनीहरूलाई पनि फाइदा पुर्याउँछन्। मेथीको दानामा घुलनशील फाइबर प्रशस्त मात्रामा हुन्छ र यसले शरीरबाट खराब कोलेस्ट्रोल बाहिर निकाल्न मद्दत गर्छ। यी दानाहरूलाई रातभर भिजाएर भोलिपल्ट बिहान सेवन गर्न सकिन्छ। गाँजाको बियामा ओमेगा 3 र ओमेगा 6 फ्याटी एसिड हुन्छ। यिनीहरूले कोलेस्ट्रोल सन्तुलन गर्न, रक्त सञ्चार सुधार गर्न र सूजन कम गर्न मद्दत गर्छन्। यी तरह स्वास्थ्यका लागि फाइदाजनक खराब कोलेस्ट्रोल घटाउने 7 बियाको बारेमा जानकारी